मैले अगाडिको भिडियो बनाउनुको मुख्य उद्देश्य चाहिँ मान्छेलाई पानीको बारेमा सचेतना जागोस् भनेर हो। किनकि मान्छेको मनस्थिति कस्तो बनिएको छ भने जुन समयमा जति सक्दो हाम्रो शरीरमा चाहिँ पानी खानुपर्छ पठाउनुपर्छ भन्ने खालको मात्रै मनस्थिति भएको पाउँछु। त्यसले गर्दा चाहिँ अनेकौं समस्याहरू भइरहेका हुन्छन्। त्यही भएर पानी चाहिँ उचित समयमा उचित मात्रामा मात्र खानुपर्छ भन्ने कुरा हो। अब खाने चाहिँ कतिखेर हो त भन्दा पानी खाने पनि एउटा आहार काल हुन्छ। यो पनि एउटा आहारै हो। हाम्रो घाँटीबाट जे छिर्छ त्यो आहार हो। केही न केही उद्देश्य लिएर हामीले खाएका हुन्छौँ। त्यही भएर पानीलाई पनि सकेसम्म खानाको टाइममा खाने, बिहान दिउँसो बेलुका खाजासँग खानासँग बेलुका खानासँग खाने, अरू बेला चाहिँ तिर्खा लागेको अवस्थामा गिलासमा लिएर सुरुप गरेर खान सकिन्छ। यो नै सबैभन्दा उत्तम उपाय हो। अरू त्यो बिहान उठेर 2 लिटर खाने, 1.5 लिटर खाने, खाना भन्दा अगाडि खाने, पछाडि खाने, यी सबै चाहिँ गलत प्रयोग हुन् पानीका। धन्यवाद।